हेलो साथीहरू दर्शन नमस्ते। आज हाम्रो गाउँबाट चाहिँ पार्सल आएको छ हैन। हेरौँ है त के छ। म त सुकुटी हेराएको छ हैन। ओ माइ गड डोरोले बाँधेको छ जस्तो काट्नुपर्छ। काटेर यसलाई कतै हेरौँ है त के छ यसको भित्र। ओ माइ गड सुकुटी मेरो फेभरेट है गाइस। टक्क सुकुटी आएको रहेछ है त गाउँदेखि। सुकुटीदेखि हेर्नु भएको छ। अब सुकुटी भन्दा पनि पहिला नास्ता गर्नु पर्यो होइन। बिहानै अब काम आइएछ नास्ता चाहिँ गर्नु पर्यो। अब पहिला चाहिँ नास्ता गरौँ है त। सुकुटी पछि बनाउँदै गरौँ ल। पहिला नास्ता गरौँ है त। अब टक्क अब नास्ता गर्दै अब है म नास्ता गर्छु। यसो नास्ता गर्नु पर्यो बिहानै भोक लाग्छ होइन। टक्क नास्ता गरिसकेपछि अब हामीले हप्ता भएर देखाउँछौँ है त। चट्टला सुकुटीले सानसानो पिसमा काट्ने होइन मजाले। त्यसपछि यसलाई मर्मत गर्नुपर्छ। टक्क प्याजलाई चर्चर्दै भुटेर टक्क रातो गरी टक्क भुटेर प्याजलाई मजाले चलाएर त्यो सुकुटी हालेर मजाले आलु सुकुटी मस्त भुट्ने है त। एकछिन आलु सुकुटी मस्त भुट्ने। भुटिसकेपछि आलु सुकुटी मस्त भुट्ने मस्त रोइ 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 हल्लाउने सुकुटी है। फेरि मस्त घेरमला पनि हालेर हल्लाएँ मैले एकछिन होइन। मस्त सुकुटीमा घेरमला बहुत मिठो लाग्छ कि मलाई फेरि एकदम दामी बवाल लाग्छ होइन। मस्त मैले यसलाई उल्टाइ फुल्टाइ गरी हल्लाएँ। स्टोभ वाटर पनि हल्का थप्छु मैले। टक्क स्टोभ वाटर पनि हाल्छु थोरै। टक्क स्टोभ वाटर हाल्यो भने झन् दामी हुन्छ कि पुरै फ्लेभर हुन्छ पानीमा पनि। टक्क सुकुटी आमामा बवाल हुन्छ। त्यसपछि टक्क एकछिनपछि राखेँ पकाएँ। टक्क बटुकोमा हाल्दैछु मैले होइन। सर लाएर त्यसपछि टक्क अरू चाहिँ हामी खुसी देखाउँदै गर्छौँ है। यो हेर्नु बवाल पकाएको छु मैले। कस्तो लाग्यो टक्क हेरेर सल्लाह सुझाव दिनुहोस्। बवाल लाग्छ हो मलाई यस्तो घेरमला हालेर आलु सालु हालेर सुकुटी पकाउन। टक्क टेबलमा बसेर अब सुकुटी काँक्रो खोर्सानी भात टक्क दबाउनु पर्छ मजाले होइन त। रुको जरा, सबर करो। बोला धक्का बुक्की नहीं करने का, आराम से लेने का।